कल्पना गर्नुहोस्, आकाशबाट उल्कापिण्ड हाम्रो धरतीमा खस्यो भने के होला? अवश्य यसले विनाश निम्त्याउँछ। तर उल्कापिण्ड पृथ्वीमा खस्दा विनाश मात्र होइन, विकास पनि निम्त्याउँछ। तपाईलाई विश्वास नलाग्न सक्छ, तर यो सत्य हो। हजारौं वर्ष पहिले आकाशबाट एक विशाल उल्कापिण्ड पृथ्वीमा ठोकियो। यस टक्करले एक विस्फोट निम्त्यायो, जसले पृथ्वीको सतहमा एक अनौठो ताल बनायो। यो ताल भारतको महाराष्ट्रको बुलडाना जिल्लामा बनेको छ, जसको नाम हो लोणार ताल। यो कुनै साधारण ताल होइन, यसको वैज्ञानिक र ऐतिहासिक महत्व अति नै छ। आदरणीय दर्शक महानुभाव, फ्याक्ट फ्लिक्स एचडी को आजको एपिसोडमा हामी यही विषयमा कुराकानी गर्नेछौँ। तपाई लोणार तालको विषयमा जान्न चाहनुहुन्छ भने कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। वैज्ञानिकहरूले यसलाई लोणार क्रेटर पनि भन्छन्। वैज्ञानिकहरूका अनुसार करिब 5,70,000 वर्ष पहिले एउटा उल्कापिण्ड तीव्र गतिमा पृथ्वीमा ठोकियो। त्यसको शक्तिशाली प्रभावले 1.8 किलोमिटर व्यास भएको एउटा विशाल खाडल बनायो। दर्शक महानुभाव, प्रारम्भमा वैज्ञानिकहरूले सोच्थे कि यो ज्वालामुखी विस्फोटको कारण बनेको हो। 70 को दशकमा गरिएको अनुसन्धानले पुष्टि गर्यो कि यो वास्तवमै उल्कापिण्डको प्रभावबाट बनेको संरचना हो। लोणार तालको पानी अद्वितीय छ। यसको पानी अत्याधिक अल्काइन छ, जसमा समुद्री पानी भन्दा पनि बढी खारापन पाइन्छ। दर्शक महानुभाव, सन् 2020 मा यो तालको पानी अचानक गुलाबी रङको भयो। वैज्ञानिकहरू चकित भए। अनुसन्धानपछि थाहा भयो कि अत्याधिक गर्मीका कारण तालको पानी बाष्पीकृत हुँदा खारापन बढ्यो, जसले सूक्ष्म जीवहरूको संख्या वृद्धि गर्यो। यी सूक्ष्म जीवहरूले उत्पादन गरेको पिगमेन्टका कारण हालको समयमा भने ताल गुलाबी रङको देखिन्छ। लोणार ताल वैज्ञानिक रूपमा मात्र नभई ऐतिहासिक रूपमा पनि महत्वपूर्ण छ। वरिपरि 12औं देखि 18औं शताब्दीका पुराना मन्दिरहरू पनि छन्, जसमा हिन्दू र बौद्ध संस्कृतिको झलक देख्न पाइन्छ। लोनारको उल्लेख मुगल सम्राट अकबरको प्रसिद्ध ग्रन्थ आइन ए अकबरीमा पनि पाइन्छ। यहाँ पाइने नुन प्राचीन कालदेखि नै व्यापार र औषधि निर्माणका लागि प्रयोग गरिँदै आइएको छ। तर सबैभन्दा रोचक कुरा के हो भने लोणार क्रेटरको भूवैज्ञानिक संरचना मंगल ग्रहका चट्टानहरूसँग मिल्दोजुल्दो छ। वैज्ञानिकहरूका अनुसार यहाँको चट्टान अध्ययन गर्दा मंगल ग्रह तथा चन्द्रमाको सतहको बारेमा धेरै कुरा बुझ्न सकिन्छ। दर्शक महानुभाव, हाल भारतको महाराष्ट्र सरकारले लोणार क्रेटरलाई युनेस्को को विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरिरहेको छ। यदि सफल भएमा यसले लोणार ताललाई विश्व स्तरमै अझ ठूलो पहिचान दिलाउनेछ। एक प्राकृतिक चमत्कार, वैज्ञानिक अनुसन्धानको केन्द्र, ऐतिहासिक महत्वको स्थल लोणार ताल वास्तवमै अद्वितीय छ। तपाईलाई के लाग्छ? कृपया हामीलाई कमेन्ट गरेर भन्न नभुल्नुहोला। यदि तपाईलाई यो जानकारी रोचक लाग्यो र भिडियो मन पर्यो भने भिडियोलाई लाइक, शेयर अनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को एपिसोडमा पुनः यस्तै रोचक अनि जानकारीमूलक विषय वस्तुको साथमा उपस्थित हुने नै छौं। आजको लागि भने बिदा हुन्छौं। नमस्कार।